भिडियोले चाहिँ मलाई चाहिँ सानोको याद दिलायो साथीहरू। यसरी नै मामले चाहिँ हामीहरूलाई लुकाएर राखेको चक्लेटहरू, मिसिरीहरू, बिस्कुटहरू दिनुहुन्थ्यो सानो हुँदा। यो भिडियो चाहिँ अस्ति म माइती घर गएको बेलाको रहेछ। अनि मैले चाहिँ भिडियो गरेर पोस्ट गर्नै बिर्सेको रहेछु। अनि अहिले पो यसो मोबाइल हेर्दै जाँदाखेरि यो भिडियो रहेछ। अनि मेरो नानीले चाहिँ खालि मासतिर मेमे घर जाउँ न भनेर दिनै जान्थे। अनि किन रहेछ भनेको त म एक दिन चाहिँ उसको पछि पछि भिडियो गर्दै गएको थिएँ। अनि थाहा भयो मलाई पनि। हाम्रो नानीले चाहिँ जहिले माथि गएपछि दिनमा एकचोटि मेमे घर जाउँ भनेर अनि यसरी नै हिँड्छे। अनि पहिला पनि बोकेर लानु पर्थ्यो, अहिले चाहिँ आफै हिँड्ने भएकी छे। अनि घर पुग्दाखेरि त अनि माम चाहिँ भित्र बस्नु भएको रहेछ। अनि बिस्कुट राख्नु भएको रहेछ। अनि नानीहरू आउँदाखेरि दिउँला भनेर होला। पुगेर एकछिनमा मामले भित्र बोलाउनु भयो। अनि नानी चाहिँ गयो। अनि नानीलाई बिस्कुट दिनुभयो। अनि बिस्कुट दिएर चाहिँ मेरो नानी चाहिँ रमाउँदै खाँदै गर्न थाल्यो। अनि यो फेरि छुट्याउनु भएको चाहिँ फेरि मेरो ठुली छोरी पनि गएकी थिइन् त, अनि उसलाई हो।